नमस्ते साथीहरू। आज म शहीद स्मृति पार्कमा छु। ल आज यो स्मृति पार्क कस्तो रहेछ ल यहाँबाट प्रवेश गर्दैछु। यताबाट हामी सर आइयो। पहिला यो गाडी चढेर घुमियो। अब स्मृति पार्कभित्र हामी सम्धिनीको प्रवेश हुँदैछ साथीहरू। ल जाम है त। कस्तो रहेछ मजाले घुमाम शहीद स्मृति पार्कमा। राम्रो रहेछ। दायाँ बायाँ पार्क, बिचमा बाटो। सरररररररर राम्रो छ है साथीहरू। यहाँबाट फेरि यता गोल गोल डिजाइन रहेछ। यता यहाँ पनि राम्रो छ। ल सम्झिना भिडियो बनाउनुहोस्। भिडियो बनाउनु पर्छ। भिडियो घर गएर पनि हेर्न पाइन्छ। यसो बोर लाग्यो बेला सर मोबाइल खोलेर हेर्न पाइन्छ। कमलको फुल हो के कमलको फुल फेरि होइन अरे हो के यही त हो के अरे कमल। यहाँ कोपिला लाछ। ल ल बनाउनुहोस्। मैले बनाएका पनि पठाइदिउँला नि त। आफूले बनाए जस्तो हुन्न, सफा हुन्न। हामीले पठाएको आफ्नै मोबाइलबाट बनाएको सफा हुन्छ भिडियो। सम्झिँदा पनि कोसिनुहोस् ल बनाउनुहोस्। त्यसरी दौडेर हुन्न के, बिस्तारै हिँडेर बनाउनु न। हतारले बनाएको राम्रो आउँदैन के। सम्झिना सुन्ने होइन के अरे आफ्नै तालमा हेर न दौडेको। मोबाइल त सुई घुमाएर हुन्छ त अनि। बिस्तारै हिँड्नुहोस्, बिस्तारै क्यामेरा घुमाउनुहोस्। यसरी के यसरी यस घुम्नुपर्छ है साथीहरू। हात खुट्टा चलुन्जेल। हात खुट्टा चल्न छोडेपछि घुम्छु भनेर कहाँ पाइयो। म त हात खुट्टा चलन्जनी घुम्ने नै हो। निन्द्रा लाओस् कि भोक लाओस् कि खुट्टा दुखुन् कि जेसुकै होस्, हिँड्ने नै हो, घुम्ने नै हो। भोलिपछि हात खुट्टा चल्न छोडेपछि हात खुट्टा चलेन, मजेरीमा फलेन भनौँ, घरै बसो सम्झो, त्यतिखेर हेर्न हुन्छ नि भिडियो बनाएर राखेपछि। भन साथी हो। सम्झिनाले मलाई पनि बनाउनुहोस्। छिटो दौडी बनाउनुहोस्। म चाहिँ बिस्तार बनाउँदैछु। ल हेर्नु साथीहरू, आएको साथीहरूलाई ठिक छ, नआएका साथीहरू आउनु होला। धेरै राम्रो छ यहाँ। मान्छेहरूले भन्छन् विदेशमा राम्रो स्वर्ग भनेर। हाम्रो देश कम था स्वर्ग छ। विदेशमा बनाएर स्वर्ग बनाएन, हाम्रो नेचुरल स्वर्ग छ। घुमे पो थाहा हुन्छ त हाम्रो देश कति राम्रो छ भनेर। यो त हाम्रो पनि बनाएको। यता मुस्ताङ मुक्तिनाथतिर जाने हो भने तिनी रुखहरू पनि मिलाएर बनाएका जस्ता छन्। यत्रै भुइँमा पहाड पनि ढुङ्गाहरू पनि बनाएर मिलाएको जस्तो पहाडहरू छ। कति राम्रो छ यहाँ त। अब यो त बनाएकै पार्क भयो। हिँड त राम्रो हुने नै भयो। ल हेर्नु साथीहरू, किन के सुन्दर छैन हाम्रो नेपाल? ल भन्नु त। त्यसै आउँछन् टुरिस्टहरू नेपाल घुम्न। धेरै राम्रो छ, नेचुरल राम्रो छ क्या हाम्रो देश। स्वर्ग हो स्वर्ग हाम्रो देश। मलाई त किन मेरो देश जति राम्रो कहीँ लाग्दैन। हुन त आफू जान पाइ छैन क्या, त्यही भएर भन्छे भन्नु होला। हाम्रा पनि छोराछोरी उतै जाँदैछन् के थाहा, म पनि जाम्ला पछि। तर पनि मलाई मेरो देश जति राम्रो अरू लाग्दैन।
होला, वहाँ पनि राम्रा राम्रा ठाउँहरू होलान्, विभिन्न होलान्, विकसित ठाउँहरू छन्, राम्रै हुन्छ। तर हाम्रो देश कति राम्रो कति राम्रो। हेर्नु न, आहा, उहाँ गएर झुला उसमा बस्नुभयो, थकै लागेछ क्या? ओ सम्झिना, थकै लाग्यो क्या हो? झुला खेल्दै हुनुहुन्छ, झुला। Thanks for watching my video.